अब हामी चाहिँ घर जान लाग्यो होइन। अहिले किर्तिपुरमा छौँ, टक्क घर जान लाग्यो। केटाहरू पनि छ 4 जना, 2टा बाइक छ, रेडी हुँदैछ। कति बजेर अहिले है? अहिले बजे 9:33। 9:33 भइसकेको छ। अब 11 बजे पालुङ पुगेर खाने प्लान छ। अब कति नयाँ वर्षमा कहाँ जाने लो हामी? दामन घुम्ने प्लानिङ, दामनको लागि प्लानिङ गर्दैछ है। ल अब चाहिँ हामी हिँड्न लाग्यो, सबै रेडी भइसक्यो, भेटौँला। सुँगेर हो। हेलो गाइस, हामी चाहिँ हिँडेको ओ चाहिँ मार्नी लौ। यो नेपाली बिगारे नेपाली। लगता है मकै बारी द्वारे बाइक त बिहान होला नि है। ओहो पगार याद आयो हामी चाहिँ टक्क कति पौने घन्टा जति भयो होला लगभग काठमाडौँबाट छुटेको। काठमाडौँदेखि घर जाने बाटोमा ट्याक्कै चन्द्रगिरी भन्ने पर्छ। हामीले त्यहीँनिर आइपुग्यो अहिले। चन्द्रगिरीबाट काठमाडौँ चाहिँ यस्तो देख्थ्यो। चन्द्रगिरी चाहिँ यहीँनिर हो। यही ओ त्यहाँ तलतिर त्यो कुहिराहरू घुम्न आएको रहेछ क्या। भेटेर हामीलाई हिँड्दै रहेछ। त्यही बाटो हुँदै आएको तलको यो बाटोहरू हुँदै यता हुँदै यही बाटो हुँदै यस्तो आइपुगेको। अब चाहिँ यहाँबाट जान्छौँ हामी। यहाँबाट अब कहाँ आइपुग्छौँ भने चितलाङ आइपुग्छ, पालुङ आइपुग्छ, डाँडबास, त्यस तल हुँदै गाउँ पुग्छ हाम्रो है। डाँडबास छेउमै हो, डाँडबास भन्दा कमाउने मात्र हो। हामी चाहिँ गएको अब काठमाडौँ पनि देखायौँ। यतिको अहिले यो मौसम राम्रो भएर राम्रो देखाएको छैन। हामीले आज कहाँनिर आइपुग्यो? पालुङ आइपुग्न लाग्यो। दाइलाको बस पनि रहेछ। कपडा दबाएर आएर 2टा बाइक थियो। सुरेश चाहिँ तल अगाडि गइसक्यो। फुल बेच्न बस्यो तिमी हो? कति हो एउटाको? कति हो? 50 रुपियाँ हो। कहाँबाट टिभी लिएर? खै त तिम्रो जाने 20 रुपियाँको छैन अनि अर्को? 20 रुपियाँको छैन अनि अर्को? होइन फुल चाहिँ छैन? फुल छैन? कहाँबाट टिपेर लिएर आएको? हात्तीबाट तिमीले टिपेर लिएर आएको छ नि। म एउटा कुरा भन्छु, मान्छौ? हामीलाई फुल पनि चाहिँदैन है। म एउटा कुरा भन्छु, मान्छौ? एकचोटि यसले तुरी देखाइदियो म 50 रुपियाँ दिन्छु। त्यो 50 रुपियाँमा 10 रुपियाँ 60 रुपियाँ पैसा कि ल छिटो 70 रुपियाँ ल। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। स्कूल को बेइज्जत भयो मोजी। स्कूल को बेल लाएर हिँड्दा ल तिमीले 20 रुपियाँ। तिम्रो ठुलो रहेछ त्यही भएर सस्तो दिएको। तिम्रो तुरी ठुल्छ क्या भाइ, तिम्रो तुरी ठुल्छ क्या भाइ। सानो भए त अलिक 50 रुपियाँ 100 रुपियाँ दिन्थ्यो। फेरि आउँदाखेरि देखाउ नि 70 रुपियाँ दिन्छ ल। थालै तल गरेर देखाउनु पर्छ, थालै तल गरेर देखाउनु पर्छ ल।
खोइ केजरी मर्नु खत्म ल्याउँदा भाइ तिम्रो अलि ठुलो रहेछ ठुलो मालको अलि भाउ आउँदैन ठुलो मालको अलि भाउ आउँदैन ल यहाँ 20 रुपियाँ 25 रुपियाँ कति छ त्यो लियो चाहिँ राम्रोसँग देखाउने ल पानी झारेर देखाउने ल पानी झारेर देखाउने ल अर्को फेरि आउँदा तिमीहरू सबैले पानी झारेर देखाउने पानी झारेर देखाउने दालमा चाहिँ हो हामी पालुङबाट आएको पालुङकोहरू है भाइहरूसँग भेटेको तिनवटा बाइक थियो एउटा मेरो चाहिँ छोडी राखेर यस्तो लिएर आयो बाइक त्यो ट्र्याक्टर जस्तै रहेछ पालुङदेखि डाँडासम्म चाहिँ आइपुग्यो डाँडा चाहिँ हो चिसो मौसम छ अघि उतातिर अलि उता डाँडामा अलि राम्रो थियो भिडियो बनाऊँ कि भनेको फेरि हात निकाल्नै गाह्रो भयो यार चिसोले अब यहाँबाट हामी तल जाने हो यसो हाम्रो अर्को बाइक चाहिँ भन्दाखेरि छ यस्तो खतरा भिड छ चिसो छ मौसम चाहिँ एकदम खतरा चिसो छ यता हिउँ झर्ने ठाउँ त हो माथि हिउँ झर्छ यहाँबाट अब हामी सट्ट तल लाग्छौँ घर जाने बाटो चाहिँ यता हो हामी चाहिँ अहिले यताबाट आएको बाटो यहाँदेखि चाहिँ अलिक खराब छ यहाँसम्म चाहिँ अलिअलि भयो भने पिच थियो ल अब चाहिँ हामी एकछिनपछि लाग्छौँ यही बाइकमा यस्तो रहेछ बाइक पहिला दाइकै पहिला चाहिँ दाइकै बाइक हो अब दाइले बेचेको खत्तम बनाइसक्यो यस्तो अलि पनि भात लगाइदिएको योहरू पनि छैन यहाँ पनि ठुलो थियो यहाँ पनि ठुलो थियो योहरू हल्लिने यो यस्तो 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 गरेको यहाँ बाटो बिचमा आएर पानी फ्लो गरेर अहिले रोक्नु त रोक्यो खासै रमाइलो छैन रे तिनवटा बाइक लिएर आएको थियो वेलकम टु माई न्यू ब्लग यहाँ पानीले भिजेर उता पगनी भन्ने ठाउँमा जाने हो रमाइलो गर्ने हो टक्क पारा सलाम टकमरा के भयो सन्ध्याहरू हामी नि उता लाग्यो बाइक डल्लै पानी त फेरि स्टार्ट भयो त बाइक ढकलिरहेछ केटाहरूको बाइक चढेन छ यहाँ बिस्तारै भयो क्या पानी बिस्तारै बिस्तारै पानी परेर बिजुर नयाँ वर्ष पनि यस्तो हुन्छ खोइ के भइरहेछ यार यहाँ बस्नु कि होइन उता
बाटो यस्तो छ वालस्याल हो गाउँघरको बाई रोड हामीले फेरि तिनजना छ है यो आले हो यो हिमाल हो यता छ सुरेश र दिवेश भाइ दाजुभाइ छ भतिजाहरू उता हाम्रो भाइहरू पनि आउँदैछ यो चाहिँ पगनी भन्ने ठाउँ है यता सानो भए हो सानो ला 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 भर्खर हुनलाई पनि गाह्रो छ है न सब्सक्राइब छ न केही छ त्यही त पानीमा यसरी हिँडेको छ भाइरल बनाइदियो त यार भगवान् हामीले पनि त्यो पनि होइन कि वाइल हानेर हिँड्नुपर्छ कि जिन्दगीमा चाहिँ यताउता टेन्सन मारेर हिँड्नुपर्छ कि के भाग्दैन भाइ हामी चाहिँ अब उता पगनी भन्ने ठाउँमा आउनु त आइपुग्छौँ पगनी भन्ने ठाउँ बाटो पनि परिरहेछ उता जाने हो टक्क चिरमा त्यतातिर एकछिन बस्छौ त्यो मान्छेहरूले के सोच्छ जस्तो लाग्छ होइन जे पगनी हामीले यहाँ बस्छ भने के हो यहाँ भने अलिक पछाडि जाउँ सेरेटी यहाँमा हिँड्यो वेलकम गर्दै तपाईँ भति के बोला आएर भ्यू पनि आज कहाँ जाने भनेर मिठो भयो यो चाहिँ अन्त बैगुन जानु भनेको पकाउनेमै सीमित भयो यहाँ चौकीटारको ग्याङहरू यो आकाशको भ्यू पनि खतरा आएर छ फेरि पानी पऱ्यो त Welcome to home. तुम नंग दे यार आलू बिनो सही लगा ले तो सिला वाले न राजा कौन है ini mereka ini beda tak ya udah beda ada beda ni mau tak kayak gana ini apa tak udah siapa yang bilang kali bolo hai paling saya paling bin saya sih jauh kakak sama पैसा होस् के बाहिर हिँड्न त्यही सल्गा त्यो तर भुक्रे छ आज हाम्रो न्यू इयर चाहिँ कवियर एउटा पर्दैछ यस्तै यस्तै भए झ्याप
क्या मारेगा क्या कर रहा है ना लगा भाई हैप्पी न्यू ईयर